को भीड जानुपर्ने 14 नम्बर प्लेटफर्म। हामी चाहिँ कहाँ मेघबुङ स्टेसन बाबुको पासपोर्ट अनि मेरो पासपोर्ट रिन्यू गर्नलाई ल्याम्बस जाँदैछौँ। हामी मेघबुङ स्टेसनमा छौँ। वेस्ट एक्जिट जानुपर्ने वेस्ट एक्जिट जानुपर्ने हो रहेछ। यहाँबाट फेरि बस चढेर जानुपर्छ। अहिले हामी यहाँ बसबाट झरेर एम्बेसी जाँदै। जापानमा चाहिँ फुटपाथै ठुलो, एउटा गाडी छिर्छ फुटपाथ। हाम्रो देशमा त अरू देशको एम्बेसी क्या ठुल्ठुलो हुन्छ है। अनि सुन फर्स्ट टाइम म के अरे एम्बेसीमा त मैले सोचेको थिएँ एम्बेसी हाम्रो यस्तो ठुलो होला, नेपाल जस्तै के अरे बााउन्ड्रीभित्र होला भनेको त। हाम्रो नेपालको एम्बेसी देखेर यो पनि एम्बेसी जस्तो लाग्छ मलाई। अब यो एम्बेसी आउँदैछ हामी। अब यहाँबाट ठ्याक्क अलिकति उताको एम्बेसी देखिन्छ कि एम्बेसी एउटा रेन्टको घरमा छ हाम्रो एम्बेसी नेपालको, जापानमा भएको एम्बेसी। झन्डा भएर मात्र थाहा भयो होला एम्बेसी भने, न त झन्डा नभएको पनि त्यो एम्बेसी होइन कसै घरमा आएको जस्तो लाग्थ्यो होला। ओके एम्बेसी अगाडि घर होला, त्यही नेपालको झन्डा भएको। हेर्नुहोस् हाम्रो देशको एम्बेसी, यही मेरो देश। एम्बेसीमा आइसक्यो। फाइनल्ली पासपोर्ट रिन्यू भयो। छोराको पनि पासपोर्ट बनायो, तर बाबुको पासपोर्ट चाहिँ 2.5-3 महिना लाग्छ हाम्रो। साह्रै महँगो जापानमा रिन्यू गर्नु नै। नेपालमा ठिक रिन्यू गर्नु 23,000 रिन्यू गऱ्यो। हामी चाहिँ अब यहाँबाट फेरि बस चाहिँ जानुपर्छ है। हामी जाने चाहिँ अब उता टोकियो स्टेसन हो। यो 11-11:30को बस हो। 98 नम्बरको बसमा जाने हो। बस चाहिँ यहाँ आउँछ। अनि मिटोरीको
यो टावर केमा थियो यहाँ खासै देखिँदैन होला सायद मान्छेहरू बिजी लाइफ जापानमा अहिले अफिसको लन्च टाइम होला हैन लन्च ब्रेक त्यही भएर लन्च ब्रेक अहिले हामी चाहिँ फरेन मिनिस्टर अफिस जाँदैछौँ सानो काम भएर पुरै यो एरिया नै पुरा अफिसको रहेछ ठुल्ठुलो बिल्डिङ अहिले लन्च ब्रेक भएको छ त्यही अघि त्यत्रो भिड थियो क्रसिङमा नि यता पनि सब कोट प्यान्टमा सानो मान्छे सुत्यो फेरि सुत्यो उठ्यो जापानमा सब बिजी यतै रिक्सा मान्छेहरू उतै चाहिँ पुरै जापानमा ट्राफिकको चाहिँ ट्राफिक रुल्सको चाहिँ एकदम फलो त्यो पारितिर साकुरा फुलेको छ हामी जाने अफिस त्यही हो जापानको चाहिँ यो परराष्ट्र मन्त्रालयको बिल्डिङ अब हामी यही कामको लागि आएको छौँ अहिले अघि परराष्ट्र मन्त्रालय गएको 2 बजे पछि चाहिँ हुँदो रहेछ त्यहाँ काम त्यही भएर चाहिँ अहिले फर्काइदिएर हामी चाहिँ अहिले खाजा खान रेस्टुरेन्ट जान्छौँ सो त्यो पनि साउथ इन्डियन रेस्टुरेन्ट जान्छ नजिक रहेछ ठुल्ठुलो बिल्डिङ देखेपछि मात्र आफूलाई विदेशमा छु भन्ने लाग्छ घर साइडतिर सानो सानो घर देखेर त्यस्तो फिलै आउन अहिले चाहिँ यो ठुल्ठुलो बिल्डिङ क्राउड ठुलो ठुलो रोड देखेर चाहिँ अलिक म चाहिँ जापानमै छु जस्तो लाग्छ त्यहाँबाट हल्का टोकियो टावरको टुप्पो देखिरहेको छ टोकियो टावर अहिले हामी कस्तो मजाको यो वालमा घाँसहरू ल स्ट्याम्प पनि हान्यो अब जो कोही पनि अब स्ट्याम्प हान्न आउनुहुन्छ भने चाहिँ लेटर प्याक चाहिँ लिएर आउनु है यहाँ परराष्ट्र मन्त्रालयमा आउँदाखेरि चाहिँ फेरि मैले यस्तै दुःख पाएर जानु पर्छ बाहिर किन्नलाई पहिला लेटर प्याक ल्याएर छाप हान्ने अब आजको काम सक्यो अब घर फर्किँदै चिरमा अन्डरग्राउन्ड बाटो
जापानमा पुरै रेलवे ट्र्याकको अन्डरग्राउन्ड हुन्छ। यहाँ पुरै हामी के स्टेसन अन्डरग्राउन्ड पुरै बाटो हो। अब हामी घर फर्किँदै अन्डरग्राउन्ड यति ठुलो स्टेसन हुन्छ यहाँ। यो चाहिँ हाम्रो ट्रेन जाने ट्रेन। आइपुग्यो ठाउँ चाहिँ खाजा आजको काम पनि सक्यो। अब घर फर्किँदैछौँ हामी। आज दिनभरिको काम पासपोर्ट रिन्यू र बाबुको पासपोर्ट बनाउने प्लस बर्थ सर्टिफिकेट स्ट्याम्प हान्ने काम सकाएर आयो। दिनभरि थकाइ लाग्छ। घर गएर रेस्ट गर्ने। ल आजको लागि भिडियो यति नै। अब अर्को नेक्स्ट भिडियोमा भेटौँला। ओके, थ्याङ्क यू सो मच यहाँसम्म हेरिदिनु भएकोमा। सब्सक्राइब पनि गरिदिनु होला।